यहाँदेखि फर्किनु लाग्यो गाइस गर्नु भइसक्यो बिहान आएको भोक लागिसक्यो होइन अब बिस्तारै बिस्तारै रुमतिर हिँडिदिनुपर्छ के गर्ने यस्तै छ दुबईको लाइफ घुम्यो ड्युटी गऱ्यो विकेन्ड अफमा यस्तो इन्जोय गर्नुपर्छ बाहिरतिर घुम्नुपर्छ र रमाइलो गर्नुपर्छ यस्तो दामी ठाउँहरू छ दुबईमा जहिले जहिले बल दुबई पनि कति जाने भन्नु भइरहेको थियो अनि हिँड्दै त गाइज आज चाहिँ फरक नेचुरल ठाउँमा यस्तो दामी ठाउँ छ नि त त्यो भएर बेलुकाको टाइममा आयो भने झन् धेरै राम्रो हुन्छ होला यहाँनिर मलाई त्यस्तै लाग्छ होइन किनकि मैले भिडियोमा देखिरहेको हुन्छु यसमा लाइटहरू यस्तो दामी दामी बोल्छ नि त अनि त्यो भएर दिसमा चाहिँ त्यति नर्मलै देखिन्छ अनि त्यस्तो छैन गर्मीहरू यताउति केही पनि छैन है नर्मल छ अनि मान्छेहरू पनि आइरहेको हुन्छ भिडियोहरू पनि गरिरहेको हुन्छ क्या योहरूमा यस्तो दामी लाइट लाउँछ नि अनि त्यही भएर यतातिर पनि लाइटहरू यस्तो दामी देखिन्छ नि भ्यू त बवाल छ क्या म्याजिङ छ ठाउँ चाहिँ वाउ भन्नुपर्छ क्या यति दामी ठाउँमा घुम्न पाउँदाखेरि त स्वर्ग पुगे जस्तो हुन्छ दुबई बसेको फिल भइरहेको छ अहिले पनि धेरै भएको थियो नि त पहिला बाहिरतिर घुम्थेन मजा होइन यत्तिकै रुममै बस्थ्यो सुत्यो बस्यो गेम खेल्यो त्यस्तै लाइक हुन्थ्यो त्यही मात्रै हुन्थ्यो र अहिले चाहिँ घुम्दाखेरि अहिले धेरै राम्रो ठाउँहरू भयो नि त अनि त्यही भएर घुम्न आइदिएको त्यो होटलको भ्यू पनि यस्तो दामी देखिन्छ नि गाइज म त्यहाँबाट देखाइदिन्छु ल नजिक गएर अहिले चाहिँ त्यति जुमिङ हेर्नु नि त यस्तो दामी दामी ठाउँमा घुम्न आउनुपर्छ नि त म चाहिँ भ्लग गर्दै थिएँ नि त उसले चाहिँ डिस्टर्ब गरिदिएर कि पिक एन्ड ड्रप छ हाम्रो पार्टी छ अरे क्या म चाहिँ नगइदिएको नगरिदिएको नि त कहाँ हेर यस्तो घुम्न गयो भने बुर्ज खलिफामा भन्छ या कहाँ हिँड्ने कुरा हुन्छ अनि यसरी त इन्जोय त गर्नु पर्यो छुट्टीको 2026 को होइन त यस्तो रमाइलो ठाउँमा अनि रमाइलो कुराहरू गर्दै गर्दै हिँड्नु पर्यो नि त खाना मात्रै हिँडेर त कहाँदेखि हुन्छ र है सबैजना खाना खाइरहेको हुन्छ खानाको लागि हिँडिरहेको हुन्छ गाइस जब धेरै मिठो ठाउँ देखाउँछु ल अब गाइस तपाईँहरूलाई म यो ठाउँको नाम देखाइदिन्छु ल ब्लु वाटर क्या यस्तो दामी ठाउँ छ नि ब्लु वाटर नबिर्सिनु गाइस घुम्नको लागि छुट्टीको बेला रमाइलो गर्नु नि त यो चाहिँ यो ठाउँको नाम हो ल रमाइलो छ अब म चाहिँ फर्किन लागेको ब्लु वाटरदेखि सो रुमतिर हिँड्ने कार्यक्रम हुन्छ मान्छेहरू आइरहेका छन् र मासतिर गएर म तपाईँहरूले अर्को भ्यू देखाइदिन्छु कि यस्तो दामी भ्यू आउँछ कि त्यहाँनिर होइन बवाल हुन्छ क्या